यहाँ आएर पनि यहाँ आउनु यता आउनु ल भनौँ ल आधी आउँछ आधी बिचो भन्नु ल जान्छ जान्छ ल म पनौती खरिबोट राजा कृष्णचोक म 35 वर्ष सेनामा जाहिर खाएर मन्त्री चिरञ्जीवी वाग्ले जस्ता भ्रष्टाचारीलाई मैले यो काँधको फुली फालिदिन्छु भनेर त्योलाई टेबल ठोकेर अहिले जस्तो हो भने मेरो हातबाटै चाहिँ नि त्यो कि गोली खान्थ्यो। म अगाडि गोलीगठा हतियार लिएर बसेको छु, पछाडि हजुर अहिले त यसो पैसा कमाउनु पर्छ भने दुईटा मन्त्रीले यो नेपाल खान आएका मन्त्रीमण्डल हुन्। यी भ्रष्टाचारी यी सबै भ्रष्टाचारी जतिलाई निर्मूल र टोयलेट सोरेको पैसा राखेका त्यस्ता आमाहरूले उपचार गर्न पाएनन्। विधवा बने ती आमाहरूले रोगिणीको छोराछोरी उपचार गर्न पाएनन्। आज नेपालमा यस्ता भ्रष्टाचारी श्रामान्ती शोषण आज नेपालमा आएर गरिबका छोराछोरी विदेशमा भाँडा मान्न टोयलेट सोर्न घर सफा गर्न गएका छन्। अब बसौँ भने बाबुआमा परिवार पाल्न सकेका छैनन्। यिनलाई त्यति गाह्रो छ भन्न त्यति गाह्रो छ परिवार पाल्नलाई यसलाई जति हाम्रो यो पृथ्वी खान आएका नेता प्रधानमन्त्रीहरू सम्पूर्णलाई अब तीर्थ जाने भनेर तपाईहरू सप्तकोशीमा जानुहोस्। तीर्थ जाने भनेपछि गु खानु पर्दैन। म मर्न जाने भनेपछि फेरि गु खानलाई नरक हुनुपर्छ। तपाईहरूको मासुले माछाले खाना आहारा गर्न पाउँछन्। यो पृथ्वी आमाको नेपालको यो नेपालमा यो भ्रष्टहरूलाई राम्रोसँग दिनु है। यो भ्रष्टहरूलाई यो नेपालमा सम्पूर्ण युवा हो यी भ्रष्टाचारीहरूलाई तपाईँ हामी जन्म लिएको मर्नलाई हो। अहिले मरे पनि मर्नु हो। हाम्रो यो शरीर दान लिनेवाला होइनौँ। हामीले भ्रष्टहरूलाई चाहिँ नि निर्मूल पार्नु छ। आज त्यस्ता भ्रष्टाचारीसँग अर्बौंको दान लिएर पार्टी प्यालेस बनाउने, कोहीले उपचार गर्न नपाउने, खान नपाउने विधवा छन्। लाउनलाई बाढी पीडितको अब मेरो जम्मै अहिले हिसाब गर्नु हो भने 2 करोडको क्षति बनाएको छ। तर मैले अहिलेसम्म यो हिसाब किताबले ढुङ्खर्क खोलाती रोसी हाम्रो पनौती खरिबोट कति सम्पत्ति क्षति भएको छ। यो सरकारले हेलिकप्टरबाट उडेर हेर्छ, माथिबाट उडेर हेर्छ कति त्यहाँ चाहिँ नि नोक्सान भएको छ जनताको। आज यो सरकार भ्रष्टाचारी सरकार सप्तकोशीमा जाऊ र तीर्थ जान लागेको भनेर त्यहाँ फलालो माछाले तिम्रो मासु खान्छ। खरानी नबनाइदेऊ, खरानी बनाउँदा माछाले खान पाउँदैन। तिमीहरू चाहिँ नि जति भ्रष्टाचारी छौ नेता हो, युवा हो, तिमीहरू अहिले मरे नि मर्ने हो, भोलि मरे पनि हामी मर्ने हो। जन्मेको मर्नलाई यो शरीरलाई माया नगर। भ्रष्टाचारीलाई सिंह नेपालको भ्रष्टाचारीहरूको बन्चरा जे बन्दुक भेटिन्छ फलामको डन्डी लिएर तिनका गाडी फोरौँ। जबसम्म सरकारले दिएको वृद्ध भत्ता वृद्ध कार्डसम्म यी शोषणहरूले हामीलाई त्यो कार्डको सम्म पैसा दिँदैन। यातायातले कुनै एक बाउले जन्माएका साहुहरू परे भने वृद्ध बा आमाको कार्ड दिनु भन्छ, नत्र वृद्ध आमाको कार्डको पैसा रातो किताबमा लेखेको छ त्यो 50% किन दिँदैन? यो चोर सरकार हाम्रो कार्डमा लेखेर दियो, तर यो चोर सरकार किन गर्दैन? मलाई त जन्म लिएको मर्न हो। म त लाठा खुकुरी बन्चरा फलामका डन्डी लिएर अब नेता हो। तिमीहरू भाग
टिक जर सप्तकोशीमा गएर फलालो